भित्र अलिकति धुनी कपडा थिए धुन पाए उनी हामीलाई पनि कुरेर्ने आमाले काम हराएर गएकी छन् फेरि गोठा बाख्रा पनि भोकाए होलान् छोरी तिमी लुगा धुन जानु पर्दैन तिमी बाख्रा चराउन जाऊ बाख्रा कराइरहेका छन् हस् बा गए है बुढी घरको लागि दाउरा चिरिहाल्यो अब कुबेर बाको घरको लागि दाउरा काट्न जाउँ हस् बुढा अब जानै पर्यो नि नगरी पार पाइन्न कुबेरको सन्तानले भनेपछि के गर्छ त बुढी ऊ बेलामा ल्याएको पैसाको ऋण तिर्न नसकेर ब्याजको स्याज भयो भन्दै काम लगाउँछन् जति काम गरे पनि कहिले सक्यो भन्दैन मास्टर त निकै घाम चर्किएको थियो यहाँ त यो बाँसको जाङ रुखो रहेछ हेर कति शीतल रहेछ तर थाकिसी क्या हुनु भन्थे अहिले नखेर त भत्तै घाम लागेको लाग्नु त यहाँ आएपछि अलिकति शीतल भयो त्यो झोला पनि मै बोक्दैन कि कुबेरमा हेमन्त तेरो यो दुईटा झोला भन्दा त मेरो यो एउटा झोला धेरै हल्का छैन बरु हिँड छिटो घर जाउँ बेलैमा घर पुग्नुपर्छ पंकज की आमा ए पंकज की आमा कता गइछिन् नि ए हनुमन्ते दादा बाहिरतिर गइछिन् कि यसो हेर त ए आइपुग्नु भयो होइन कहाँ गएकी थियौ तिमी दाउरा सकिएर लट्टेको बुढाबुढीलाई दाउरा काट्न अराएर आएकी अनि छोरी खै त के कुरा गर्नु तपाईँको छोरीको केही काम पनि ढङ्गले गर्दिन अघि नै हो मैले पानी लिन पठाएको अहिलेसम्म घर आएकी छैन आफूले जन्माएको भए पो हुनु त अर्काले जन्माएको परि केही भन्नै भएन त्यस्तो नभन न मेरो छोरी भनेको तिम्रो छोरी पनि त हो नि हुनु पर्ने चाहिँ भित्र हिँड्नुस् मेरो बाह्र आमालाई पनि कुबेरको कामले कहिल्यै छोडेन जति काम गरे पनि कुबेरको ऋण कहिल्यै सकिने होइन आज चाहिँ एउटा चरा मारेर पोलेर खानुपर्ने छ यार जति काम गरे पनि कहिल्यै देख्दैनन् यहाँ आमा मलाई किन यति चाँडै छोडेर जानुभयो कि त मलाई पनि सँगै लग्नु भएको भए हुन्थ्यो चोट लाग्यो क्या हो ए यही मौका पारेर लभ गर्नु पर्यो तिमीलाई गाह्रो भयो होला म पानी भरेर तिमीलाई घरसम्म पुर्याइदिन्छु है वो पर्दैन दाइले थाहा पाउनु भयो भने मार्नुहुन्छ ए त्यसो भए अब मैले दाइलाई मनाउनु पर्यो हैन त हेलो के सोचेको ए के हैन पानी चाहिँ भरेर ल्याइदिन्छु नि त तिमीलाई है ल बस्दै गर गाह्रो भयो होला
तिमीलाई पनि मायाले हेर मालती चल केटा। मालती के हो त धेरै राम्री भइछस् अनि ठुली पनि भइछस्। कहिलेकाहीँ त हामीले पनि माया गर्ने मौका दे न। के हो किन रिसाकी? यसो हामीलाई पनि माया गर्ने मौका देऊ न। दाइ आजै भाउजू बनाइदिने हो कि क्या हो? केटा हो यसले त बालै दिन त। जा गएर यसको एउटा पठ्याङ्ग्री उठाएर लिएर आइज। ल केटा हो आज लगेर यसलाई बेचेर मुयाको भट्टीमा दर रमाइलो गर्नुपर्छ ल। मैले भनेको सबै सामानहरू बजारबाट ल्याइदिनु भयो त? खानादेखि पानी दिनु पर्यो थाहा नि तिमीलाई? पानी ल्याउ त। पानी दिनु छिटो। के दिनु पानी? तपाईँको छोरीलाई अघि नै हो मैले पानी लिएर आइज भनेको। अहिलेसम्म मुन्टे कि छैन? म आफै धारामा पानी लिन जानु पर्यो। त्यही पानी खानुहोस् जति छ त्यति। गएँ म त। पानी नै भएन। अनि यो अस्तिको कता गइसक्यो उसले? अझैसम्म पनि आइन। लाउनु नि के गर्नु होला? पानी लिन गएको अहिलेसम्म आइन यो। आओस् न मात्रै मैले यसलाई जानेको छु। ओ महारानी कता हिँडेको? यति बेला भयो आउने? त्यति बेला पानी लिन गएको मान्छे यति बेला आउने हो लक्खर लक्खर डुलेर? तँलाई लाज लाग्दैन? हजुरआमा आउँदा आउँदै बाटोमा लडेर त्यही भन्दैछु। ए लडिस तँलाई बाहना बनाउन कति आउँदो रहेछ? तँलाई काम चोट।
खै त लट्टेको सन्तानलाई दाउरा लिएर आइज भनेको अहिलेसम्म आएनन्। आउँदै होला नि। ए साँच्चै आज सहरबाट छोरा आउँदैछ, लिन जानु पर्दैन? आइहाल्छ नि। अब छोराहरू ठुला भइसके, सधैँ बच्चालाई जस्तो गरेर हुन्छ? बल खेल्दा लडेर हात मर्केको छ रे, झोला बोकिदिनु पर्ने, बोक्न सक्दैन कि? मालती, के भयो तँलाई? निराश देखिन्छस् त? केही पनि भएको छैन। अनि त चाहिँ कहाँ पुगेर आएको नि? त्यही तल मिटिङमा पुगेर आयो कि। बरु भन्न, तँलाई चाहिँ के भयो? हेर्न, त्यो पङ्कज र त्यसको साथीहरूले मलाई हातपात गर्न खोजे। मेरो बाख्रा पनि उठाएर लिएर गयो। ए हो र, तिनीहरूका सन्तानले परापूर्व कालदेखि नै हामीहरूमाथि अन्याय र अत्याचार गरिरहेका छन्। तिनीहरूलाई त्यसै चाहिँ छोड्नु हुँदैन है, यिनीहरूलाई त पुलिस केस गर्नुपर्छ। अनि हामीले पुलिस केस गर्दा त्यो कुबेरको सन्तानले हामीलाई त्यत्तिकै छोड्ला नि त? तँ केस मात्र गर्न, अरू सबै म मिलाइहाल्छु नि। छोड दे, त्यो कुबेरको सन्तानलाई हामीले केही गरेर पनि सक्दैनौँ। तँ चिन्ता नगर्न, के गर्नुपर्ने म गरिहाल्छु नि। ल ल, अहिले म घर जान्छु, आमाले पनि मार्नुहुन्छ। ए हुन्छ हुन्छ। ए आइपुगेस् तिमीहरू? लौ त दाउरा भाइ ब्याग फरेर। अनि किन ढिला गरिस् त आज? अब अलि ढाड दुखेको थियो, काम गर्नै सकिनँ कुबेर भाइ। ए लट्टे, त्यहाँ भित्र ढोक्रामा मकै छ, त्यो मिलमा लिएर गएर पिसा लिएर आइज त। सुन है टङ्की, त्यहाँ के कति लुगाहरू छन् धुनुपर्ने लुगा, त्यो धोएर मात्रै जाऊ तिमी गर। हाम्रो घरमा पनि काम थियो हजुर। ल हेर त, यी दरिद्रका सन्तानले कसरी कुबेर बासँग ठाडै बोलेको। ए लट्टे, सम्झ तेरो बुढीलाई। हस् हजुर। अब के गर्छस् त लट्टे? तैँले मसँग पहिला लिएर गएको पैसा नै तिर्न सकेको छैनस्। अब मेरो त्यो पैसाको हेर, साउमा ब्याज, ब्याजमा स्याज थपिँदै जाँदा तँलाई नै भारी पर्ने हो। अब तैँले मेरो घरको यसरी नै काम गरिकन त्यो पैसा सदाउनु त हो नि। अब ठिकै छ त, काम गर्न सक्दैनस्, तँलाई गाह्रो हुन्छ भने मेरो साउमा र ब्याज तिर्दे, तैँले आफै छुटकारा पाइहालिस् नि। यी कुबेरका सन्तानले सधैँ ब्याजको स्याज भयो भन्दै काममा मात्रै चलाउँछन्, ऋण चुक्ता भयो भनेर कहिल्यै भन्दैनन्। म आफै उठ्छु। तपाईँलाई अशक्त देखेर पो सहयोग गर्न आएँ कि त। ए त्यसो भए अलिक गाह्रो भएको छ, यो ब्याग पनि परसम्म पुर्याइदेऊ न। ए मेरो पनि बाख्रा परसम्म पुर्याउन जानुपर्ने थियो। कहाँ नै जान्छ र बाख्रा? हजुर कहाँ पुग्न पर्ने हो र? म माथि त्यहीँ कुबेर बाको छोरा क्या, मधु। अनि तिम्रो नाम चाहिँ? मालती। मालती, म त पढ्नको लागि फुपूसँग सहर जाने भयो नि। ए हो र, यहीँ पढ्दा हुँदैन र? बुवाले भन्नुभएको, दाइ त यहाँ राम्रोसँग पढ्नु भएन र, त्यही भएर सहर पठाउने रे। लाउ जाउँ, ढिलो भयो अब। छिट्टै आऊ है बाबु। हेलो, कहाँ हरायो कि? कहीँ होइन।
मलाई लाग्थ्यो मेरो व्यस्त जीवनमा म खुसी खोज्दैछु, तर त्यो खुसी तिमीलाई देखेपछि आज पाइनँ। खुसीको रहस्य त होइन म, तर राम्रो मान्छेहरूसँग कुरा गर्दा खुसी प्रदान गर्ने क्षमता छ मसँग। भाग्यमा जे लेखेको छ त्यो त मेटाउन नसकिएला, तर केही नयाँ त लेख्न सकिएला नि। सम्पत्ति नै सम्बन्धको लाइसेन्स हो हजुर। म गरिबको छोरीसँग हजुरको भविष्य लेख्न असम्भव छ। हिरा भन्दा ऐनाको मूल्य धेरै कम हुन्छ, तर हिरा लगाइसकेपछि हेर्ने त त्यही ऐना त हो नि। ल ठिक छ, तपाईँको पनि घर आउनु थाल्यो, यहीँबाट छुट्टीमा है। राम्रोसँग जानु है। हस्। तपाईँको ल ल केटा, आज चाहिँ दिउँसैदेखि मोज गर्नुपर्छ। आज त दिउँसै पार्टी गर्ने, रमाइलो गर्नुपर्छ आज। के गर्नु, नआउँ भन्छु नि, तिम्रो मायाले तानेर आउँ आउँ लागिहाल्छ, अनि त्यही भएर आउँछु। ल बरु हामीलाई राम्रो 3 पानीले स्वागत गर त मुया। मेरो त कामै 3 पानीले स्वागत गर्ने त हो। त्यस्तो है नक्कली मुया। ल मुया नानी, हामीलाई चाँचाँ गरेर 3 पानी रक्सी ल्याइहाल त। भइहाल्छ नि, बरु सिफन चाहिँ के ल्याइदिउँ? ल्याउ न मुया, तिमीले मायाले जे ल्याउँछौ त्यही खाइदिउँला नि। भइहाल्छ नि। यो हलदार अधिकारीको क्षेत्र हो, यहाँ अपराधीलाई होइन कानुनलाई मान्नुपर्छ। त्यो केटाहरू कहाँ होला तपाईँहरूलाई के सम्झेको? तिनीहरू यति बेला पक्कै पनि भट्टीमै हुनुपर्छ। त्यो फटाहरूलाई त हामी कहाँ सोध्नु र? तपाईँहरू पनि हामी Cheers! आजको पार्टीको स्पोन्सर त बाख्रै भयो नि। पेट मुला, कहाँ बाख्रा हुनु, बाख्री भन्न बाख्री। हँसाउँछन् मुलाहरू। आज त एक बोतलले पुरै झ्याप बनायो यार। झन् त 2-3 बोतल खान्छु भन्ने सोचेको थिएँ। के खै 2-3 बोतल। खै त मुलाले मलाई समाउने चिनेको त मेरो बाउको हो भनेर। पुलिसलाई बाउको धम्की, त मुलालाई मैले जेलको हावा नखै छोडिदिनु। ओए हेड हेड ए हनुमन्ते, हजुर कुबेर साहब, त्यो असत्यको सन्तानले पङ्कजलाई जेल हालेछ। होइन, के भन्नुहुन्छ कुबेर साहब?
म त्यहाँ वडा अध्यक्षलाई फोन गरिदिन्छु। त 2-4 केटा सहित वडा अध्यक्षसँग भेटेर पङ्कजलाई छुटाएर लिएर आइज। तिनीहरूले सुतेर बसेको बाघको चुलो तान्यो। अब यसको परिणाम तिनीहरूले थाहा पाउनेछ। हस् हजुर। कहाँ गएछन् त? अघि भर्खरसम्म यही थिए, हिँडिसकेछन् फेरि। तेरिका हेर त, मेरो कान्छो छोरो कति थाकेछ, सुतेको सुतै छ बिचरा। त्यसलाई गएर उठाउनु पर्यो बरु। अब के चाहिँ गर्ने होला त? ती कुबेरका सन्तानले यो गाउँमा अब बस्ती गरिदिएर यही अलक्षिणीले गर्दा हो के? खुब बाँकी भयो कि कसैलाई नआएको पैसा यसैलाई आएको। अब जे मनमा लाग्छ त्यही गर्दै बस। मैले केही पनि गरेको होइन, भूमिकाले गरेको हो। मैले त पुलिस केस नगर्ने भनिरहेको थिएँ। कहाँ लुकेर बसेको छ? यो खुरुक्क बाहिर मुक्ति तँलाई भात मारा खानाको काम। निक्ली गरेको बाहिर सुन्न तैँले? तँलाई दरिद्रको सन्तान। कुबेरमा हामीबाट गल्ती भयो कुबेरमा। एकचोटिलाई माफ गरिदिनु पर्यो। मेरी छोरी सानै छ, एकपटकलाई माफ गरिदिनुहोस्। मेरो छोरी बच्चै छ, माफ गरिदिनु कुबेरमा। तिमीहरू औकात नभएका मान्छेहरूलाई हाम्रो माया पसेन। वर्षौँदेखि लिएको हाम्रो पैसा माया गरेर अलिअलि काम गरेर सताउन खोज्दै थिए। अबको 10 दिनभित्रमा मेरो सामु ब्याज फिर्ता गर्न सकिन्छ भने तेरो छोरी सानै छैन, त्यसलाई स्वास्नी बनाएर लिएर जान्छु। स्वास्नी तेरो एकछिनको गल्तीले गर्दा अब त मात्रै होइन, तेरो परिवारले जिन्दगीभर हुनेछ।
नि कस्तो कसरी हानेछ त्यसको हात त किरै परिजाओस् मेरो छोरालाई अब दुखेछ यहाँ दुखेछ आमा कस्तो बनाएछ नि बनाउँदा नि निलै निलै बनाएछ मेरो छोरालाई मेरो छोराको यस्तो अवस्था बनाउनेको त दुईटा हात फटक्कै झरी जाओस् किन अरूलाई सराप्नुहुन्छ आमा दाइको गल्ती भएरै दाइलाई पुलिसले समात्या होला त बढी नबोल आफ्नो दाजुलाई यस्तो अवस्थामा बनाउने मान्छेसँग बदला लिन्छु भन्न त कहाँ हो कहाँ अझ दाइकै गल्ती छ भन्छस् आफ्नो मान्छे भयो भन्दैमा गल्तीलाई सही त भन्नु भएन नि हो सर गएर खुब ज्ञान सिकेर आएछस् कहाँ छोडिदिनुहोस् आमा यो बच्चै छ अहिले यसलाई यो गाउँको विषयमा कुरा बुझ्न केही समय लाग्छ मालती के भयो केही पनि भएको छैन तिमीलाई यत्तिका वर्षपछि देख्दैछु तर पनि तिमीमा केही परिवर्तन छैन जस्तो छोडेर गएको थियौ त्यस्तै छौ एउटा कुरा भनौँ सोध्नु पर्छ त भन न तिम्रो बुवाले मेरो बुवाले के भन्नुभयो मेरो बुवाले के पनि होइन भएछ यिनीलाई छोरीको दुई चार जोर लुगा हालिदिएकी छौ नि राखिदिएकी छु बुढा यत्रो वर्ष दुःख गरेर यत्रो सिर्जना गरियो आखिर किन काम लागेर के गर्नु डरै डरमा बाँच्नु परेको छ एकछिन छोरीलाई वरिपरि नदेख्दा कहीँ कतै अप्रिय घटना घट्छ कि पनि डर लाग्छ
छोरी। बा आमा के भयो? किन सामान बाँध्नु थाल्नु भएको? छोरी, अब हामी यो गाउँमा बस्यौँ भने जति बेला जे पनि हुन सक्छ। त्यसैले तेरो बाले र मैले यो गाउँ छोड्ने निर्णय गरौँ छोरी। बा आमाले के भनिरहनु भएको छ? हाम्रो गाउँ यही हो, हाम्रो घर यही हो। म यो गाउँ र यो घर छोडेर कहीँ पनि जादिन। यो गाउँ, यो घर अब हाम्रो केही पनि होइन छोरी। हामीले यो घर बेचेर पनि कुबेरको पैसा चुक्ता गर्न सक्दैनौँ। अब फेरि भन्ने बित्तिकै घर बेच्न पनि त सक्दैनौँ हामीले। कुबेरले हामीलाई 10 दिनको भाका दिएका छन् छोरी। 10 दिन त के, 1 वर्षको भाका दिए पनि हामीले उसको पैसा तिर्न सक्दैनौँ छोरी। त्यसैले हामी यो गाउँ छोडेर जानुको विकल्प अरू केही पनि छैन। कुरा गर्छु, ऊ बुझ्नेछ। उसले पक्कै पनि हाम्रो कुरा बुझ्छ। म उसँग कुरा गर्छु। तिमीहरू सबै एउटै ड्याङको मुला हो छोरी। रगतको साथ नदिएर हामी नोकरको साथ दिन्छन् भन्नु हाम्रो मूर्खता हो छोरी। ओहो, के छ हो हालखबर? एकदम ठिक छ। तिम्रो चाहिँ के छ नि? खै के छ भन्नु, पसलमा अलिअलि व्यापार भएको पनि कसैले देख्नै नसक्ने रहेछन्। पसलमा पुलिसले ल्याइ कस्टमर समाउन लाउँछन्। डाह गर्नेहरूको के कुरा गर्नु? त्यस्तो होइन, तिमीले गलत बुझ्यौ जस्तो छ। तिम्रो राम्रो व्यापार भएर मलाई किन डाहा हुन्थ्यो र? नबुझ्नेलाई पो बुझाउन सकिन्छ त, बुझेर पनि बुझ पचाउनेलाई त कहाँ बुझाउन सकिन्छ? तिमीहरूलाई के लाग्छ यति सजिलै छुटकारा पाउँछौ तिमीहरूले मबाट? बाबु, मलाई तिमीबाट गल्ती भयो। अबदेखि यस्तो गल्ती कहिले हुँदैन। हाम्रो परिवारले तपाईँको अगाडि हात जोडेर माफी माग्छ। यो सब मालतीले मलाई जेल हाल्नुभन्दा अगाडि सोच्नु पर्ने थियो। मबाट गल्ती भयो। अब यो गल्ती मैले चाहेर पनि सुधार्न सक्दिनँ। तर मैले गरेको गल्तीको सजाय मेरो बा र आमालाई नदिनु। तैँले गरेको गल्तीको सजाय तैँले मात्र होइन, तेरो बाउआमाले पनि पाउँछन्।
बा कुबेर नि आमा कुबेर बा के भयो ल काका किन आतिन भएको कुबेर बा मेरो छोरीलाई बचाइदिनु पर्यो कुबेर बा छोरी यो नोकरको नजिक गएर बसेको तँलाई सुहाएन त यहाँ आइज यहाँ आइज भनेको सुनिनस् तैँले कुबेर बा पङ्कज बाबुले हाम्रो मालती छोरीलाई उठाएर लानुभयो हामीले हाम्रो गल्ती स्वीकारेर यो गाउँ नै छोडे जाँदै थियो हेर्नुहोस् त हजुर यिनीहरू दुईजना कति चढेका पहिला हाम्रो छोरालाई जेल हाले अब हुँदा हुँदा त फेरि आरोप पो लाउन थाले तिमीहरूलाई कति हतार भएको गाउँ छोडेर जानलाई मसँग लिएको पैसा नतिरिकन यति सजिलै गाउँ छोडेर जान सक्छु जस्तो लाग्छ तिमीहरूलाई हजुरहरूले जे भन्नुहुन्छ हामी त्यही मान्न तयार छौँ एकचोटिलाई माफ गरिदिनु होला र हाम्रो छोरी मालतीलाई पङ्कज बाबुलाई छोड्दिन भन्नु होला माफ मागेको नाटक गर्दै अझै मेरो छोरालाई दोष लाउँछस् तिमीहरू गु हौ त्यो गुको किरा तिमीहरूको छोरी हो बुझ्यौ र मेरो छोराले तिमीहरूको छोरीलाई अपहरण गर्नु त के तिमीहरूको छोरीले मेरो छोरालाई छुने औकात पनि छैन बुझ्यौ अझ मेरो छोराले अपहरण गर्यो रे लाज लाग्दैन तिमीहरूलाई यो बोल्नलाई तिमीहरूको छोरी तरुणी भइसकी गयोली नि कुनै घसेटो समातेर पहिला मुख समारेर बोल्नुस् आमा तपाईँले केटी मान्छेको चरित्रमा त्यसै दाग लगाउन पाउनुहुन्न आमा छोरा त कोसँग कुरा गर्दैछस् होसमा त सस्तो होसमा त म यति वर्षसम्म रहेनछु तर आज सबै होस पाइरहेको छु काका हाम्रो छोरो कौलो मनको छ यसलाई जति सक्दो छिटो हामीले सहर पठाउनु पर्छ यसरी राख्न हुँदैन आज मेरो कारणले मालती र उसको परिवारले यति धेरै कष्ट भोगिरहनु परेको छ मैले केही न केही चाहिँ गर्नै पर्छ मबाट ठुलो गल्ती भयो यत्रो घटना घटिसकेछ मलाई केही थाहा थिएन मेरो बुवा र दाइ यस हदसम्म गिर्नुहुन्छ भनेर सपनामा पनि सोचेको थिएन मधु बाबु दुई हात जोडी बिन्ती गर्छौँ हामी छोरीलाई जसरी भए पनि बचाइदिनु पर्यो चिन्ता नलिनुहोस् काका म छु तिमीलाई माथि आकाशमा हेरेर भगवान मलाई सानो मालती चाहियो भनेर हात थापेकी थिएँ अनि भगवानले त तिमीलाई फुत्त मेरो हातमा झारिदिनु भयो त्यसो भए म कहिले मर्दिन होला आमा म मरे भने के गर्नुहुन्छ नि मालती मेरो छोरी गयो मेरो छोरी गयो मालती ल्याइदिनु न मेरो छोरी नरो हामी छोरीलाई केही हुँदैन नरो न आफूले आफूलाई सम्हाल छोरीलाई के भन्नु न हजुर ल्याइदिनु न मेरो छोरी कहाँ गयो हाम्रो छोरीलाई केही हुँदैन नरो न भन्यो नरो अहिलेको यस्तो मोडर्न जमानामा आएर हजुरहरूले जे गर्नु भएको छ यसले हजुरहरूलाई ठुलो केस लाग्न सक्छ बाबु छोरा त अहिले त्यति ठुलो भइसकेको छैनस् हजुर जति ठुलो त छैन म
तर सही र गलत के हो राम्रोसँग थाहा छ मलाई। बाबु तँलाई तिनीहरूको सन्तानको बारेमा केही थाहा छैन। मलाई सबै कुरा थाहा छ आमा। अब तपाईँ अहिले थाहा पाउन जरुरी छ। आजदेखि कुनै पनि खानदानी केटालाई आँखा उठाएर हेर्नुभन्दा अगाडि तँलाई 100 चोटि सोच्ने बनाउँछु। अब यो गाउँमा के हुन थाल्यो? हाम्रो यति सोझो छोरो पङ्कजलाई चाहिने नचाहिने लान्छना लाग्न थाल्यो। हो नि हजुर, ती दरिद्रका सन्तानले त्यसै आरोप लागा। हाम्रो बाबुले कहाँ त्यसो गर्न सक्नुहुन्छ? त्यो दलिद्रको सन्तानलाई मैले जानेको छु। माग्न आउला नि यहाँ मसँग, हजुर मलाई यो चाहियो त्यो चाहियो भनेर। पहिला पनि मेरो छोरालाई पुलिस लगाएर कुटाए, अहिले फेरि नचाहिँदो नचाहिँदो आरोप लगाउँदैछन् तिनीहरूले। हाम्रो दाइले अपहरण गर्नुभएकै होला नि। मालती हराएको यत्रो दिन भइसक्यो। के अरे अलक्षिनी, के भनिस् रे? अझ त्यो दरिद्रको सन्तानको पक्षमा बोल्दैछस्? मेरो छोराले के गर्छ के गर्दैन मलाई थाहा हुन्न। हामी यहाँ ठुला मान्छे बसेर सल्लाह गरिरहेको ठाउँमा त किन बिचमा आएर पक्क बोल्छस्? त आफ्नो काममा गइहाल त, गइहाल छिटो, गइहाल त आफ्नो काममा। कस्ती छ तपाईले टाउकोमा टेकाएर त हो नि यो सब भएको। प्याच बोल्छे, अनुशासन नभयो कि। ओए उठ उठ, दाइ यो त मरिगयो। यो यत्तिकै मर्दिन, यसले खाना नखाएको धेरै दिन भएको छ। जा गर तल पाउरोटी छ लिएर आएर खुवा। तेरो यो मुख, मेरो कुरा पुलिसलाई भने तेरो यही मुख होइन। अब आइन्दा तेरो यो मुखले कसैसँग पनि केही कुरा बोल्न नसक्ने बनाइदिन्छु। ल्याइस् ल्याइ दादा। अवन के रे, मेरो घरमा खोजी भइरहेछ अरे। ल विक्रम, हजुर दादा। तँलाई हेरेर बस, म घर पुगेर आउँछु। हस् दादा। यो खा, नत्र मर्छेस् त। त मरिस् भने हाम्रो प्लान सब चौपट हुन्छ। बुढा, छोरी हराएको पनि यतिका दिन भयो। जाउँ न खोज्न, कतै भेटिन्छ कि। हुन्छ बुढी, जाउँ। आज एक एक ठाउँ गरी सबैतिर खोज्नुपर्छ। ती पापी अधर्मीहरूलाई कहिल्यै सुख शान्ति नहोस्। मेरी फुल जस्ती छोरीले आज यो दिन देख्नु पर्यो। जाउँ बुढा, जाउँ। हाम्रो भाग्य नै खोटो छ कि कहिले सुख पाएन। किन तर्साको मलाई? त्यतिकै तिम्रो शरीरबाट तिम्रो सातो निकालेर म सँगै राखौँ भनेर नि।
अनि तिमी मेरो पछि पछि आउँछौ कि नमात्यौ न तिमी। म मातिएर बोल्दा तिमीले सजाय दिन्छौ भने जीवनभर अपराध गरिरहन चाहन्छु। खै कसरी यति प्यारो भयो तिमी, जति हेरे पनि नगाउने, जति बोले पनि नथाक्ने। कति जिद्दी छौ है तिमी, तिमीसँग बोलेर कसले सक्छ र। मलाई लाग्छ तिमीलाई सिटामल खुब मनपर्छ। कहाँबाट आयो फेरि यो सिटामलको प्रसङ्ग? बेर्थैमा आफ्नो टाउको किन दुखाइरहेको? टाउको होइन, मन दुखाउन खुब मनपर्छ मलाई, त्यसैले आजकल तिम्रो सङ्गत गरेर हिँड्न थालेछु। बाबु तपाईँले मेरो श्रीमानलाई त कहिले देख्नु भयो? कहिले देखेपछि घर पठाइदिन्छ है। सुन ए छोरी, त कहाँ गराइस? तँलाई किन चाहियो? घर नआएको पनि यत्तिका दिन भइसक्यो। त बढी जान्ने हुँदैछस् है। म साथीको घरमा गएको थिएँ, तँलाई यो गाउँको विषयमा केही पनि थाहा छैन। हैसट। मालतीलाई खोज्न अब मदनको सहायता लिनु पर्ला। ए मदन, के भयो मधु, निराश छस् त? हेर्न मदन, मालतीलाई कसले अपहरण गरेछ। म त मालतीलाई खोज्न हिँडेको, मलाई खोज्न सहयोग गर्न यार। त टेन्सन नलि, यो गाउँ एक एक छान मारेर भए पनि तेरो मालतीलाई खोज्ला। लजाऊ हिँड। लजाऊ। ओइ केटी, किन छटपटाउँदैछस्? यहाँबाट उम्केर जान्छु भन्ने सोच छ कि क्या तेरो? नसोच्दा हुन्छ।
काका काकी मलाई तिमीलाई अझै भेटेको छैन। कहाँ भेटिनु नानी, हाम्रो छोरी अझै भेटेकी छैन। हुँदा खाँदाको हाम्रो हाँस्दै खेल्दै गरेको परिवारमा आगो लगाएकी छौ तिमीले। मेरो मुटु चुडेर लगाएकी छौ तिमीले। काकी मैले अन्याय र अत्याचारको विरुद्धमा बोलेकी मात्र त हो नि, अरू त के पनि गरेकी छैन मैले। तिम्रो अन्याय र अत्याचारको विरुद्धको आवाजले गर्दा आज हामीले छोरी गुमाएका छौँ। अब जे हुनु भइहाल्यो, मालतीलाई जसरी भयो नि खोजेर ल्याउने जिम्मा मेरो भयो। हजुरहरू नरुनुहोस्। हामीले यत्रो खोज्दा नभेटेकी मेरी छोरी तिमीले कसरी भेट्छौ? ए भाइ, यो गाउँमा मान्छे नबस्ने सुनसान घर कहीँ छ? त्यो माथि जङ्गल छेउमा एउटा सुनसान घर छ, त्यो घरमा कोही पनि बस्नुहुँदैन। ए ल त्यहीँ छ। ए हनुमन्ते, एउटा हुक्का ले साह्रै तल त लाग्यो। कति हुक्का तान्नुहुन्छ हजुर? नतानी नै हुन्छ नि। के गर्नु, साह्रै तल लाग्छ। नखाऊ भनेको त हो नि, खाउँ खाउँ लागिरहन्छ। ए लेस आएको छैछ नि बल्ल फेरि राम्रो छ। बुवा हजुर दर्शन, बुवा हजुर दर्शन। भाग्यमानी भएछ बाबु। यतिका दिनसम्म त कहाँ गएको थिइस् भन् त? कमसेकम फोन त गर्नुपर्छ नि, बाउआमालाई कति पिर पर्छ भनेर। हुन त तिमीहरूलाई के थाहा, आफै बाउ भएपछि थाहा पाउँछस् पछि छोराछोरीको माया कति लाग्दो रहेछ भनेर। खै अलि राम्रोसँग आगो बाल्नु धुवाइ आउँदैन। अनि तँ पनि यत्रा दिनसम्म कहाँ हराएको थिइस्? यो गाउँ टोल समाजमा कुबेर सिंह भनेपछि मेरो कत्रो इज्जत थियो, कत्रो मान प्रतिष्ठा। जब त जेलबाट आयो भनेपछि यो गाउँ टोल समाजमा मेरो इज्जत मान सम्मानमा कति आँच आएको छ, यो तैँले कहिले बुझेको छस्? यो सब हुनुको कारण त होस्। हिजो मेरो अगाडि शिर ठाडो गरेर बोल्न नसक्नेहरू आज मेरो अगाडि शिर ठाडो गरेर हेर्ने भएका छन्। यो टोलमा कत्रो बेइज्जत भएको छ। भयो त, कति गाली गरिराखेको के छोरालाई। हेर्छु त कति निन्याउरो भएर आएको छ मेरो छोरो। कति दिन खायो होला नखायो होला बिचरा, कति गाली गरिराख्छ। गाली गर्नु पर्दैन के, अब मानिहाल्छ नि। तिमी धेरै पुलेर माया नगर कि यसलाई। अस्ति मात्र जेल गएर आएको छ, फेरि जेल गयो भने के फेरि रोएर बस्यो? म ठेकापट्टाको काम परेर बाहिर गएको थिएँ म हजुर। धेरै व्यस्त थिएँ, त्यही भएर फोन गर्न पनि पाइनँ। भूमिका दिदी निराश देखिनुहुन्छ त, के भयो? के हुनु नि शान्तिमाया, तिम्रो बुवाले र दाइले धेरै अन्याय गरेका छन्, मालतीलाई अपहरण गरिरहेका छन्। खै दिदी म त के भन्नु, त्यो घर मेरो केही कुरा नै सुन्नै हुँदैन, म त के नै गर्न सक्छु र। म समाजमा यस्तो राम्रो काम गर्ने मान्छे आज तिम्रो दाइको कारणले गर्दा यस्तो नराम्रो। दिदी मैले तपाईसँग माफी माग्न बाहेक अरू केही गर्न सक्दिनँ। तिमीले सक्ने सहयोग गर्छौ त? त्यसो भए तिम्रो दाइको निगरानी राख, अरू कुरा पत्ता लाग्यो भने मलाई भन। हस् दिदी।
यो सब हुनुको कारण तहस। हिजो मेरो अगाडि शिर ठाडो गरेर बोल्न नसक्नेहरू आज मेरो अगाडि शिर ठाडो गरेर हेर्ने भएका छन्। यो टोलमा कत्रो बेइज्जती भएको छ। भयो त कति गाली गरिराखेको के छोरालाई। कति दिन खायो होला नखायो होला बिचरा, कति गाली गरिराख्छ। यो सब हुनुको कारण तहस। हिजो मेरो अगाडि शिर ठाडो गरेर बोल्न नसक्नेहरू आज मेरो अगाडि शिर ठाडो गरेर हेर्ने भएका छन्। यो टोलमा कत्रो बेइज्जती भएको छ। कमसेकम फोन त गर्नुपर्छ नि, बाउआमालाई कति के पर्छ भनेर। हुन त तिमीहरूलाई के थाहा, आफै बाउ भएपछि थाहा पाउँछस् पछि। के रे भागी रे? कहाँ जानु लागेको छोरा त? मेरो बाहिर जाने काम पर्यो, त्यही भएर बाहिर जान लागेको म हजुर। बेलुका त घर आउँछस् नि बाबु। म बेलुकै आउन पनि सक्छु, 2-3 दिन नआउन नि सक्छु। के काम पर्यो त्यस्तो? 2-3 दिनले घर नआउने भन्छस्? हेर छोरा, म यो गाउँको कुबेर सिंह। त एकचोटि जेल परेर आइसकेको छस्। फेरि पनि नचाहिने काम गरिस् भने यो गाउँमा मेरो के इज्जत होला ख्याल गरेको छस्? ठिक कुरा गर्नुभयो कुबेर बाले। होइन बुबा हजुर, मलाई सबै कुरा थाहा छ। म कहाँ नराम्रो काम गर्छु त अब पनि। बाबु, अहिले हाम्रो दिन नराम्रो चलिरहेछ। यस्तो बेलामा त घर बाहिर निस्किन राम्रो होइन। होइन बुबा हजुर, त्यस्तो नराम्रो केही हुँदैन, म सबै सम्हाल्छु नि। हराएको पनि यतिका दिन भइसक्यो। लौ न, के गर्ने होला? मलाई त साह्रै हत्यार लाग्न थाल्यो। खै बुढी, के गर्ने गर्ने, खोज्न मिल्ने ठाउँले त सबै खोजिसक्यो। बुढा, बरु त्यसको मामाहरूलाई खबर गर्ने हो कि? मेरो दाइहरूले धेरै ठाउँमा मान्छेहरू चिनेका छन्। होइन बुढी, म मेरी छोरीलाई अझै खोज्छु। झन् मामाहरूले थाहा पाउनुभयो भने कहाँ गएर रात बिताइ भनेर झन् हाम्रै छोरीलाई नराम्रो देखाउनुहुन्छ। हेर बुढा, अब जे हुन्छ हुन्छ। मलाई मेरो छोरी भन्दा ठुलो अरू केही पनि होइन। अब मैले 2-4 जनालाई पनि मार्छु अनि म पनि मर्छु। आमा, आमा, पुरी मालती, छोरी! बाबु, तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले गर्दा आज हाम्रो छोरी हाम्रो काखमा बेच्न पाइयो। काका, मलाई धन्यवाद भनेर पापको भारी नबोकाउनुहोस्। बरु मैले चाहिँ तपाईँहरूसँग माफी माग्नुपर्ने। जे भए पनि बाबु, तपाईँले हाम्रो मालतीलाई फर्काएर ल्याइदिनु भयो। तपाईँलाई धन्यवाद छ। आज मेरो दाइको कारणले गर्दा मालतीले यति दुःख पाइन्, अनि तपाईँहरूले पनि यति धेरै दुःख पाउनुभयो।
तालाले कस्तरी हाने राम्ररी हेर्न सकिनस्। अब यो कुरा कसैले थाहा पायो भने के हुन्छ? कसरी भागी त्यो? ढोका ढकढकाको आवाज आयो, म त तपाईँ आउनुभयो होला भन् ठानेको। मालती कहाँ छ? किन जाए तिमीहरूलाई मालती? म होसमा आउँदाखेरि त मालती नै थिइनँ। ठिक छ, त्यो एकचोटिलाई त भागी, तर भागेर जान्छ चाहिँ कहाँ? अनि बाँकी रह्यो यसलाई छुटाएर लिएर जाने मान्छे। यसलाई त म अब कुनै हालतमा पनि जिउँदो छोड्दिनँ। बुवा मुवा किन के भो घाँटी फुट्ने गरी कराएको छस् त? मेरो घाँटी होइन दिमाग चाहिँ फुट्न लागिसक्यो। होइन के भन्दैछस् त? त बोल्नु लागेको त होइन? के भयो छोरा तँलाई आज? के बोल्दैछस्? कसैले तँलाई फुकफाक गरेर त पठाएको छैन नि। फुकफाक गरेर हुने भए म आज फुकफाक गरेर तपाईँहरूको यो निज सोचलाई हटाउँथेँ। छोरा त मुख सम्हालेर बोल। त कोसँग कुरा गर्दैछस् तँलाई थाहा छ? त चाहिने भन्दा धेरै बोल्दैछस्। मुख मैले होइन तपाईँले सम्हाल्नु पर्नेछ। तपाईँलाई त आफ्नो बाउ भन्न पनि लाज लागेको छ। आफ्नो छोरीको उमेरको मान्छेलाई बोल्ने शब्द यही हो? के भनेको बाबु तैँले? मैले त केही बुझिनँ नि त। तपाईँले नबुझेकै ठिक छ। बुझ्नुभयो भने सहन सक्नुहुन्न। तर यो सबै कुराको दोष बुवालाई मात्र होइन, म तपाईँलाई पनि दिन्छु। आज तपाईँहरू दुवैजनाको कारणले दाइको हिम्मत यहाँसम्म पुगेको हो। ए हजुर, यसले भन्न खोजेको के हो मैले त कुरै बुझिनँ। होइन यसलाई कसले के पढाएर पठाएछ? तिमी चिन्ता नलिग, म मिलाउँला। ए हनुमन्ते, त यहाँ के कुरा सुनेर बसिरहेको? खुर्क बारीमा जा त, मल हालेर आइज। हस् हजुर। के हो हनुमन्ती दाइ, टोलाउँदै हिँड्नुभएको छ त? ल पऱ्यो के हो? त के कुरा गरे कालु भाइ त्यस्तो? होइन बाबु होइन, हामी जस्तो नोकरको के लप पर्नु। बारीमा मल छर्न जान लागेको। थाहा भइहाल्छ नि। हामीलाई के लाटो सम्झाएको क्या हनुमन्ती दाइ? ल ल हनुमन्ती ब्रो, धेरै सेन्टी हुनु पर्दैन, सबैको दिन आउँछ। ल ल म चाहिँ चल्दिएको। छोरी घर आएको उपलक्ष्यमा मासु खुवाइने भयो होइन त? हो नि बुढा, छोरी घर आएकी मासु र भात खाने आज। मासु खानु पनि मन लागिरहेको थियो। अलि राम्रो राम्रो चोख्रा चाहिँ छोइराइदियो है बुढी। भन्न पर्छ र, मेरी छोरीलाई मैले कति माया गर्छु भन्ने त थाहा त छ नि। यतिका दिनसम्म कति भोक लाग्यो होला, कसले पो खाना दिएर परा। बाबा धेरै हाल्दिनु, फेरि राखिदिउँला त के 6 भात जति पनि।
तिमीहरूलाई असत्यका सन्तान हो। मेरो छोरालाई अनेक थरी कुरा लगाएर अड्काउने तिमीहरू। होइन हजुर, हामीले त्यस्तो केही कुरा गरेका छैनौँ। मर्त बोल्छौ तिमीहरू। तिमीहरूले के गरेका छौ र के गरेका छैनौ भन्ने एक एक कुरा थाहा छ मलाई। तिमीहरूलाई के सोच्नु पर्ने रहेछ भनेर त मलाई पहिला थाहा भएन। अब तिमीहरू तीनैजनालाई एउटै च्यान पार्न सकिन भने म पनि कुबेर सिंह होइन। गल्ती भयो हजुर, हामीबाट ठुलो गल्ती भयो, माफ पाऊ। एकपटकलाई माफ गरिदिनुहोस्। ए अब माफी चाहियो तिमीहरूलाई? माफ गर्नुपर्ने? मेरो पैसा तिर्ने भाका अब 2 दिन बाँकी छ। 2 दिनभित्र मेरो पैसा तिरिनस् भने तँलाई थाहा छ होइन मैले के भनेको थिएँ? याद गर। ए भूमिका, आज भोलि त खुब मान्छेलाई उक्साउँदै हिँड्छेस् रे त। होइन दाइ, मैले त्यस्तो नराम्रो केही पनि गरेको छैन। हेर भूमिका, तेरो बुवा र मेरो बुवा पुरानो साथी भएर मात्रै तँलाई मैले केही नगरेको हो। तर तैँले त्यो मालतीलाई उक्साएर मलाई जेलसम्म पुर्याइस् होइन? मैले कसैलाई उस्काउने काम गरेको छैन। अनि अर्को कुरा, मालती त्यति नराम्रो मान्छे पनि होइन। को राम्रो मान्छे हो को नराम्रो मान्छे हो मलाई सबै राम्रोसँग थाहा छ। तपाईँको नजरमा मालती नराम्रो भए तापनि वास्तवमा ऊ मनको चाहिँ धेरै सफा मान्छे हो। मालती के हो, कस्तो मान्छे हो, सबै कुरा मलाई थाहा छ। तैँले सिकाइरहनु पर्दैन। यति मल छरिसकेपछि खाम भनेको बोलाइहाल्नु भयो। मैले कति मिठो खाजा बनाएर लिएर आएको छु, यति खानु होला अनि गएर छोड्नु होला। ए के लिएर आउनुभयो? मैले चाना बनाएर लिएर आएको छु। खोइ ल्याउनु न त खान्छु। म आफ्नै हातले खान्छु। खोइ म आफै खान्छु। मिठो मानेर खानुहोस् ल, मैले आफ्नै हातले माया मिसाएर बनाएर लिएर आएको छु। कस्तो जिस्काउनुहुन्छ नानी? जिस्काएको होइन कि, थोरै मायाको कुरा गरेको। अहिले कुबेर बाले थाहा पाउनु भयो भनेदेखि मार्नुहुन्छ। कसले भन्छ? मैले भन्दिनँ, तपाईँले भन्नुहुन्न। बरु यस्तो माया प्रेमको कुरा गरौँ न। हेर्नु शान्तिमाया, मलाई यसरी अप्ठ्यारोमा नपार्नु। नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार भने जस्तोको भयो मलाई त। आमा सन्चै हुनुहुन्छ? सन्चै छु। कोही कोही मान्छे त 2-4 रात हरारा हुन् के अरे भन्न पो भएको छैन। त्यही त मैले नि त्यही सुने हौ। साँच्चै हो र आमा? गाउँ डुङ बनाएर बसी साध्य छैन। गाउँका छोरीबेटी के गरी जोगाउन नसकिने भइसक्यो यहाँ कोही कोही देखेर। तँ त पढाइ त्यति बढ हो त नि आमा। म त सानो मान्छे बोल्न नहुने भएर पो नबोलेको त। दुधहरू दिएको गई पानी राम हान्छ नि। पानी मैले यता राखिदिएँ आमा। ए महारानी त बल्ल आइस्यो। ए ल यता बसिस्यो न, बसिस्यो। त्यता होइन, यता बसिस्यो न, यता अलि ओरा आइस्यो न, अलि ओरा। यहाँ पो बस्ने हो त। हजुरलाई जहाँ पठायो त्यही हराइसिन्छ। त्यस्तै हराउने इच्छा छ भने सधैँको लागि हराउने काम गर्नु पर्यो के? होइन भने यो घरमा त्यस्तो काम चोरी चल्दैन के? बुझ्नु भयो? तैँले मलाई धेरै हेपिस। तँलाई के लाग्छ? तेरो हेपाइ सहेर तँलाई मैले यही घर राख्छु। बुझिस् भनेको? के अझै बुझिनस्? केही त बोल।
तैँले मलाई धेरै एपिस मैले आएको त छैन अझ मुखमुखै लाग्छस् मुख च्यात्र कानसम्म बुलाइदिन्छु अझ अब अर्कोचोटि तैँले मलाई मुखमुखै लागिस् भने नि तेरो मुख च्यातेर कानसम्म पुर्याइदिन्छु अहिलेसम्म तँलाई मैले आमाको व्यवहार गरिरहेको छु आमाको व्यवहार गर्दा गर्दै सौतेनी आमाको व्यवहार गर्न बाध्य नबना तैँले मलाई बुझेस् अझ हुन्छस्